इरान र अमेरिकाको युद्धमा एउटा अचम्म लाग्दो कुरा बाहिर आउँदैछ। इरानले अहिले गल्फका देशहरूमा मिसाइलको वर्षा गराउँदैछ। म यहाँ तल भिडियो देखाउँदैछु। दर्जनौं मिसाइलहरू एकैपटक हान्दैछ र जोर्डन र कुवैत स्पेशली यो दुईवटा देशहरू छन् गल्फमा, यिनीहरूमा सबभन्दा बढी हान्दैछ। र यहाँ रहेका अमेरिकी बेसहरू करिब ध्वस्त भएको अवस्था छ। अहिले जोर्डनका विभिन्न अमेरिकी बेसहरू ध्वस्त छन्, राडार सिस्टम खत्तम भइसक्यो, दर्जनौं अमेरिकी जहाजहरू ध्वस्त भएको खबर आउँदैछ। त्यसैगरी दुईवटा अमेरिकी सैनिकको मृत्यु भएको छ र कयौं अमेरिकी सैनिकहरू घाइते भएको खबर पनि आउँदैछ। यतापट्टि कुवैतको डिसालिनेसन प्लान्ट, पानी प्रशोधन गर्ने केन्द्रमा हानिदियो बम। त्यसैगरी यता विद्युत उत्पादन गर्ने गिरोहमा पनि हानेको छ। पानीको हाहाकार हुन सक्छ कुवैतमा। कुवैतको 90% पानी त्यही डिसालिनेसन प्लान्टबाट आउने हो, त्यसमा हान्दैछ इरानले। यी दुईवटा देशहरू कुवैत र जोर्डनलाई मात्र टार्गेट बनाएर इरानले बमको वर्षा गराउँदैछ अहिले। त्यसैले गर्दा आजको भिडियोमा इरानले यो दुईवटा देशलाई मात्र किन टार्गेट गरेको होला, इजरायल किन यो युद्धमा आएको छैन र अमेरिका किन आफ्ना सेनाबाट मुभ गर्दैछ भन्ने विषयमा बुझ्ने प्रयास गरौँ। सबभन्दा पहिले जोर्डन र कुवैतमाथि इरानले किन हान्दैछ त्यो बुझौँ। यहाँ म तल नक्सा देखाउँदैछु। अस्ति मैले एउटा भिडियो बनाएको थिएँ, इरानमाथि ग्राउन्ड इन्भेजन हुनसक्छ डोनाल्ड ट्रम्पले भनेको हुन् र ग्राउन्ड इन्भेजन गर्नु पर्यो यदि भनेदेखि यो गल्फका देशहरू आउने हुन् र गल्फका देशहरूमध्ये पनि कुवैतको सीमा जोडिन्छ इरानसँग र इराकको सीमा पनि जोडिन्छ इरानसँग। यो दुईवटा देशबाटै जान सक्ने हो यदि ग्राउन्ड इन्भेजन भयो भने। स्ट्रेट अफ हर्मुज अझै खुलेको छैन, त्यहाँबाट जान सक्ने स्थिति अझै पनि छैन। त्यसैले गर्दा यो दुईवटा देश हुनसक्छ र सिरियाबाट पनि आउन सक्छ। तर मुख्यतया अहिले इराकसँग सम्झौता भएको छ अमेरिकाको र कुवैतमा पनि अमेरिकाको धेरै ठुलो बेस छ। त्यसैले यी दुईवटा देशहरूबाट आफ्नो देशमा ग्राउन्ड इन्भेजन हुन सक्छ भन्ने कुरा इरानले बुझेको छ र यी दुईवटा देशहरूमा सबभन्दा बढी हान्नुको कारण पनि त्यही हो। र अर्को एउटा कारण, इम्पोर्टेन्ट कारण के हो भने विभिन्न अन्य गल्फका देशहरू, साउदी अरबबाट, युएईबाट, ओमानबाट अमेरिकाले आफ्ना विभिन्न सैनिक सामग्रीहरू मुभ गरेर जोर्डनतिर लगेको छ। जोर्डन अलि टाढा पर्छ यता इजरायल साइडतिर, त्यता लगेर उसले राखेको छ किनकि साउदी अरब, ओमान, युएईमा इरानले सजिलै टार्गेट गर्थ्यो। त्यसैले आफ्ना जहाजहरू धेरै कुराहरू उसले मुभ गरेर जोर्डनमा लगेको छ। त्यसैले गर्दा पनि इरानले जोर्डनमा हान्दैछ र जोर्डनमा रहेका अमेरिकाका डिफेन्स सिस्टमहरू ध्वस्त भएको अवस्था छ अहिले। अब कुरा गरौँ इरानले इजरायलमाथि किन आक्रमण गर्दै छैन भन्ने विषयमा। मेन शत्रु इजरायल हो, तर इजरायललाई हान्दै छैन, यता जोर्डन र कुवैतलाई मात्र हान्दैछ। यो हान्नुको एउटा प्रमुख कारण के हो भने इरानले जतिसुकै हाने पनि इजरायलमाथि धेरैजसो उसका मिसाइलहरू बीचमै इन्टरसेप्ट हुन्छन् अथवा बीचमै ध्वस्त गरिन्छन्। म यहाँ तल म्याप देखाउँदैछु। इजरायल पुग्नुभन्दा पहिले जोर्डन भएर जानुपर्ने हुन्छ, इराक भएर जानुपर्ने हुन्छ, यता कुवैतको एयर डिफेन्स सिस्टम पनि छ, विभिन्न एयर डिफेन्स सिस्टमहरू छन्। त्यसैले गर्दा इरानले सिधै इजरायललाई टार्गेट गर्यो भने उसका धेरैजसो मिसाइलहरू बाटोमै विफल हुन्छन्। जोर्डनले पनि हान्छ, कुवैतले पनि हान्छ। इजरायललाई टार्गेट गरेर हान्यो भने धेरैजसो मिसाइलहरू त्यत्तिकै फेल हुन्छन् र इरानले केही पनि उपलब्धि हासिल गर्दैन। त्यसैले सबभन्दा पहिले अहिले हो जोर्डनमा रहेको एयर डिफेन्स सिस्टम ध्वस्त बनाउन लागेको छ र कतिपय एयर डिफेन्स सिस्टमहरू ध्वस्त भएको पनि छ र कुवैतको पनि त्यस्तै हो। इराक, कुवैत र जोर्डनलाई पहिले ध्वस्त बनाइसकेपछि इरानभित्र ग्राउन्ड इन्भेजन हुने अथवा जमिनी सेना आउने सम्भावना कम रहन्छ र यिनीहरूको एयर डिफेन्स सिस्टम ध्वस्त भएपछि त्यसपछि इजरायलमाथि हान्न सकिन्छ भन्ने सोच हुनसक्छ इरानको। त्यसैले गर्दा पनि पहिले जोर्डन, कुवैतमा उसले आक्रमण गरेको हुनुपर्छ। अब कुरा रह्यो इजरायल किन हान्दै छैन इरानमाथि। पहिले त अमेरिका र इजरायल मिलेर आक्रमण गर्थे इरानमाथि। इजरायलले आक्रमण नगर्नुको एक दुईवटा कारण छन्। पहिलो कारण त ट्रम्पसँग नेतान्याहुको अलि राम्रो सम्बन्ध भएन। ट्रम्पले युद्धविराम गरे, नेतान्याहुले युद्धविराम गर्नु हुँदैन, ठोकेको ठोकै राख्नुपर्छ इरानलाई भनेर भनेका थिए। तर त्यतिखेर इजरायललाई हान्न दिइएन, इजरायललाई रोकियो त्यतिखेर। र अहिले ऊ लेबनानमा पनि फसेको छ, लेबनानतिर पनि उसले आफ्नो फ्रन्ट खोलेको छ र सिरियातिर पनि दुईतिर फ्रन्ट खोलेको छ इजरायलले। र योभन्दा पनि महत्त्वपूर्ण एउटा अर्को कुरा छ, इरानले अहिले नयाँ किसिमका हतियारहरू प्राप्त गरेको भन्ने सूचना आउँदैछ। चाइनाले र रसियाले इरानलाई नयाँ किसिमका हतियारहरू डेभलप गर्न सहयोग गरेको। त्यसैले गर्दा पनि अहिले प्रिसिजन स्ट्राइक गर्दैछ जोर्डनमाथि। पहिले पनि यस्ता आक्रमणहरू इरानले गरेको, तर त्यतिखेरका इरानका आक्रमणहरू सबै जसो करिब विफल हुन्थे। अहिले प्रत्येक मिसाइलले आफ्नो टार्गेट भेटाउँदैछ, हरेक ठाउँमा इरानको मिसाइल खस्दैछ र त्यहाँ ध्वस्त बनाउँदैछ अमेरिकी बेसहरूलाई। त्यसैले गर्दा पनि यो स्टडी गर्नुपर्ने छ अहिले। हिजो भर्खरै मात्र अमेरिकाको MQ-9 भन्ने एउटा रिपर विमान थियो, रिपर ड्रोन हो त्यो, इरानमाथि उड्दै थियो, त्यसलाई इरानले खसाल्दियो। उनीहरूको एयर डिफेन्स सिस्टम सकिसक्यो भनेको थियो, तर रिपर ड्रोन खसाल्दियो। एउटै रिपर ड्रोनलाई करिब $30 मिलियन भन्दा माथि पर्छ। यस्ता कतिपय ड्रोनहरू खसिसके भन्ने कुरा छ र एउटा ड्रोन हिजो मात्रै खसेको। त्यसैले गर्दा अहिलेको इरानको एयर डिफेन्स सिस्टमको बारेमा स्टडी नगरिकनै आफ्ना जहाजहरू इरानमाथि लग्यो भने खतरा हुनसक्छ भन्ने इजरायललाई लागेको हुनसक्छ। त्यसैले पनि इजरायलले अहिले इरानमा आक्रमण गरेको छैन र इरानले नयाँ
किसिमका हतियार पाएको र एयर डिफेन्स सिस्टम पाएको भन्ने कुरा अमेरिकाका अधिकारीहरूले पनि पुष्टि गरेका छन्। वाल स्ट्रिट जर्नल एउटा रेप्युटेड पत्रिका मानिन्छ अमेरिकामा, त्यसले छापेको एउटा समाचार छ। त्यसमा के भनेको छ भने अहिले जुन मिसाइलहरू इरानले हान्दैछ त्यो इन्टरसेप्ट गर्नै नसकिने खालका छन्। ब्यालिस्टिक मिसाइलहरू नर्मली एउटा फिक्स ठाउँमा खस्छन्, त्यसैले गर्दा तिनीहरूलाई इन्टरसेप्ट गर्न सजिलो हुन्छ। तर ब्यालिस्टिक अहिले जुन नयाँ मिसाइलहरू हान्दैछ इरानले, तिनीहरू आफ्नो टार्गेटमा पुग्ने बेलामा बाटो बदलिन्छन् या यताउता जान्छन्, जसले गर्दा तिनीहरूलाई इन्टरसेप्ट गर्न गाह्रो हुन्छ भनेर अमेरिकी अधिकारीहरू भन्दैछन्। र अर्को कुरो, जुन अहिले क्षति भएको छ अमेरिकाको जोर्डनमा, त्यसको इन्टेलिजेन्स र टार्गेटको सूचना रसिया या चाइनाले दिएको हुनसक्छ भन्ने कुरा पनि आउँदैछ। तर जेसुकै भए पनि अहिलेका पुराना जुन डिफेन्स सिस्टमहरू छन् ती अब एब्सोल्युट हुने अवस्थामा पुगेका छन्। तिनीहरूको कुनै काम छैन। हिजो यहाँ तिनीहरूको कुनै काम छैन। तिनीहरूको कुनै काम छैन। यहाँ तल म एउटा भिडियो देखाउँदैछु। यो युक्रेनले रसियामाथि गरेको आक्रमण हो। रसियाले रोक्न सकेन। उसँग S-400 S-500 कस्ता डिफेन्स सिस्टम छन्। यताबाट युक्रेनका ड्रोनहरू गएर रसियाका विभिन्न ठाउँहरू ध्वस्त बनाइदियो। अहिलेका जुन डिफेन्स सिस्टमहरू छन् त्यसले मोडर्न टेक्नोलोजी, ड्रोन लगायत अन्य कुराहरू रोक्न सक्ने क्षमता तिनीहरूमा रहेन। त्यसैले गर्दा धेरैजसो देशहरू अहिले नयाँ डिफेन्स सिस्टममा काम गर्दैछन् र अमेरिकाले पनि यसबाट पाठ सिकेको छ। इजरायलहरू स्पेसली चुप्प लाग्नुको कारण के हो भने आज उनीहरूले आक्रमण गर्यो भने भोलि नै इरानले आक्रमण गरिदिन सक्छ र त्यसका लागि यिनीहरू तयार नहुन सक्छन्। त्यसैले अलिकति उनीहरू स्टडी गर्दैछन्, अलि रोकिएका छन्। इरानभित्र कस्तो किसिमको नयाँ हतियार भित्रेको हुनसक्छ, त्यसको एयर डिफेन्स सिस्टम अहिले कस्तो छ, यो थाहा पाइसकेपछि बल्ल इजरायल बाहिर आउनेछ। इजरायल आफ्नो प्रिपरेसन पुरा गरेर मात्रै बाहिर आउँछ। ट्रम्पको जसरी जतिखेर मन लाग्यो, जतिखेर दिमाग सन्क्यो त्यतिखेर आक्रमण गर्न जाँदैन। इजरायल आफ्नो पुरा प्लान गरेर मात्रै जान्छ। त्यसै प्लानिङका लागि अहिले इजरायल चुप्प लागेर बसेको छ। तर ढिलो चाँडो इजरायल युद्धमा आउनेछ। सबैभन्दा ठुलो समस्या हो गल्फका देशहरूमा छ। स्पेसली हाम्रा दाजुभाइहरू धेरैजसो कुवेतमा पनि छन्, जर्डनमा त छैनन्। तर यतातिर कुवेत, कतार, दुबई, UAE, ओमान जस्ता ठाउँमा धेरै नेपाली दाजुभाइहरू बस्नुहुन्छ र उनीहरूको ज्यानमालमा खतरा हुनसक्छ। यता पश्चिमी देशहरूले आफ्ना मान्छेलाई इभ्याकुएट गर्न सुरु गरिसके। जर्मनीले, युकेले, विभिन्न देशहरूले आफ्ना डिप्लोमेटहरूलाई त्यहाँबाट निकाल्दैछन्। आफ्ना नागरिकलाई पनि सुरक्षित स्थानमा जान भन्दैछन्। नेपाल सरकारले पनि हाम्रा नागरिकहरूको खोज खबर गरोस्। थ्याङ्क यू भेरी मच। I'll see you in the next video.